हेलो गाइज व्हाट्सअप एभ्रीबडी वेलकम ब्याक टु एनदर भिडियो गाइज। आज चाहिँ हामी गति छाडा लेडी भ्लगर पार्ट 2 मा रियाक्ट गर्नु गइरहेको छु। मैले पार्ट 1 मा पनि रियाक्ट गरेको छु। सो हेर्नु भएको छैन गरे हेर्दिनु होला हैन। सो लेट्स सी गाइज कस्तो छ हेरौँ। प्यारी गोस्ट आज चाहिँ तिम्रो के भएको कति ठुलो देखेको भनेको फर्मला लाछु के फर्मला लाछु के फर्मला कहाँ समय नै दिएको यार। यो भिडियो मनोरञ्जनको लागि बनाइएको हो। यदि कसैको भावनामा ठेस पुग्न गए माफी माग्न चाहन्छु। त यो अमृत ब्रोले भिडियो चाहिँ दामी बनाउनुहुन्छ यार। 4 महिनादेखि भिडियो नहालेकाले मेरो अडियन्सलाई आएको छैन अरे गु। यत्रो महिना कहाँ मरिस भन्नुभयो होला। म मरेको छैन, म बाँचिरहेको छु। त्यसैले त्यही स्टार्टिङै कडा तरिकाले के भन्नु कडा तरिकाको प्रस्तुति थियो यो स्टार्टिङ चाहिँ। जिउँदोपनको महसुस गराउँदै भिडियोलाई सुरु गर्न चाहन्छु। तर सुरु गर्नुभन्दा अगाडि यदि तपाईहरूले पार्ट 1 हेर्नु भएको छैन भने प्लिज गएर एकचोटि हेर्दिनु होला। गाको गाई हो गाडी पछाडिबाट। आजको एपिसोडमा यो घोषको बाँकी रहेको इच्छा गरिदिन्छु पुरा। फेरि रोस्ट हान्नु मन थिएन तर दिमाग सन्क्यो जब मैले सुने यो कुरा। मेरो आएन कुन कुरा यार, आँसु पनि आएन, सिगान पनि आएन, केही पनि भएन, मलाई केही भएन, चसक पनि भएन। अब अर्कोचोटि आँसु पनि आएन सिगान पनि आएन अरे। रोस्ट गर्ने बेला अलिकति च्वास्सै अलिक सिरिङ गर्ने खालको हुनु पर्यो। नभन्नु होला सिरिङ गर्ने खालको हुनु पर्यो अरे रोस्ट। बहिनीले आफै भने रहेछ त होइन। अमृतले घोषलाई गर्नुसम्म गरो। साँच्चीकै यसलाई चसक्क भएको छैन भने माटिक्ने मारेर चोलेर रन्काइदिने परो। ठिक छ मैले ओइ मा भर के देखेँ मैले त्यो के गरा त्यो बहिनीले हात ए माधुरी दीक्षित आयो होला भनेको त मेरो त रोस्टले। तर उल्टै यस्तो भनेकी रहेछ यो गति छाडा घोषले। हुन्छ नि यस्तो पिवाई अमृत यस्तोहरू देख्दाखेरि क्या यो रोस्ट गर्ने मान्छे देखेरै मेरो त कस्तो भइसक्यो, फिलिङ्स आइसक्यो। भर कहिले हुँदैन रे नारी र गाडीको किचकिच कस्तो फिलिङ्स आयो भनेको जस्तो हाँसी त हाँसे हेर्न राडीको कस्तो राम्रो नि जिउस अहिले पाएको भए त नि त्यो के भन्छ के हुन्थ्यो होला नि। पाएको भए त के हुन्थ्यो होला अरे। कहाँ गर्छ त नि अनि फ्रीमा नि गर्दैन अमृत ब्रोले। म किन चाहियो र तिमीलाई त कुकुर नै छ त गर्नलाई ल्याप ल्याप गए है त केटाहरूमा गर्नलाई कुत्तानो बाह्र पसारेर माथि चढेर ढ्याप ढ्याप। यो भने क्या यो मेरो मुला फेस क्यामको आज के भइरहेछ यो ग्रिन स्क्रिन यो भनेको क्या यो हेर न ट्याटु स्याटु पनि हाने रहेछ। हातको त्यो जेस्चर हेर न गाइस हातको छक्कै पर्छ म त। जे पनि यो घोष चाहिँ आफ्नो वेमा सही छ। यस्तो कति साह्रो ब्लग हाल्नुको कारण त यस्तो पो रहेछ। ब्लग भएपछि सबै कुराहरू देखाउँछु क्या म चाहिँ। नो ड्रामा क्या देखावटी चाहिँ केही पनि छैन, जे एउटै रियल देखाइदिन्छु होइन। अन गरेर बस्नु होला तपाईहरू। अब पछि म्यामफुले अनि सुहाग रातमा पनि भ्लग गर्दाखेरि बहिनीले सबै अनि भ्लग सब देखाइदिनु हो क्या किपनको ब्लग हेरौ न त एकचोटि कस्तो रहेछ देखावटी अनि ड्रामा नभएको ब्लग। जागे च्याटेला जस्तो भइरहेछ हिँड्दैछ मजा ल म ब्लग भएपछि सबै कुराहरू देखाउँछु क्या म चाहिँ। नो ड्रामा क्या देखावटी चाहिँ केही पनि छैन। देखावटी केही पनि छैन भन्दैमा यस्तो देखाउने होइन नि त। भन्न त धेरै हुन्थ्यो तर फेरि बनौली कन्सर्न मेरो पछाडिको देखाएको छु र मेरो त्यो पाल त देखाएको छैन नि त। पुवाल त देखा के बोल्या बहिनी मेरो अगाडिको देखिन आँटिसक्यो। मेरो गाडी आइरहेछ दाममा बाजे उल्टो बसिरहेछ यहाँ गाडी आइरहेछ। यस्ता छाडा ब्लग त कति छन् यसका सकिँदैन गनेर। त्यसरी फर्काएर नदेखा जाँटी फेरि छिराइदेला ड्राइभरले सुरुङ मार्ग भनेर। अति यार यो चाहिँ यार त्यो मिमवाला पनि टक्का हालेछ क्या हुँदैन भने त सरर लुङ्गी भङ्ग पार्नु नि है अब आएर हो
मेरो भ्युअर्सहरुलाई मेरो सब्स्क्राइबरलाई कति मजा आउँथ्यो होला नि मेरो अरे भङ्ग भएको हेर्नु नि छिटो भङ्ग पार्देऊ रे तिम्रो सब्स्क्राइबरहरूले बसिरहेछन् हेरी हेरी 7.2 को जस्तो रहेछ भने त तर्सेर कालले लाउने फेरि ओ माय गॉड यार अति पीक लाइन यार यो चाहिँ खोलेर देखाइदिउ क्या किन दुनियाँको अगाडि बेइज्जत गर्छौ बरुमा कल गर्छु व्हाट्सएप नम्बर ल्याउन अझै पनि केही बिग्रिया छैन सारा दुनियाँलाई देखाउनु पर्दैन बस मलाई देखाइदेऊ न तर होस् म नदेखाउने ल लेकिन 1 सेकेन्ड जिन्दगी साह्रो तल तल खस्यो के त जिन्दगीमा लाउने निकालेर झोलामा हाल्छ नेपाली हो नि चान्स पाए के गर्छ यस्तो गर्दै हिँड्दा त थुक्क दिदी तिमीलाई त लाज लाग्नुपर्छ लाज किन त ब यो घोष नेपालको यस्तो लेडी ब्लगर हो जसको भिडियो भ्लगतिर प्यान्ट स्यान्ट खोलिदिँदो रहेछ त यार अति भएन र भन्ने त बाट छाडापन निकाल्दिने हो भने लिङ्ग बिनाको छोरा मान्छे जस्तो हुन्छ यानि कि न त कुनै मिनिङ हुन्छ न त कुनै ह्युमर यहाँ गाँठो लोक्टेर किन गाँठो लोक्टाको कुन चाहिँ डगी हान्यो नभन्नु के रे कुन चाहिँ डगी हान्यो नभन्नु हो कुन चाहिँ यस्तो भन्यो भने चाहिँ फेरि त्यो साइकोलोजिकल्ली भन्न पर्दाखेरि जसले यस्तो भन्छ नि यस्तो नभन्नु उस्तो नभन्नु भने हुन्छ नि हो त्यस्तैले चाहिँ गरे भने ठ्याक्क त्यो भन्ने बोल्ने बेलामा टक्क त्यो के भन्छ सम्झेर बोलिरहेको हुन्छ अरे क्या देख्नुभयो नि यसको ब्लगमा छाडापन बाइक अरू केही छ त मलाई विश्वास लागेन खासमा कुरो के हो जान्न चाहन्छु म त रौँ फाल्न लाँदै कि मेरो रौँ धेर लामो छ कि जाँगी लाएर झन् लामो भएको थियो फाल्न आले चट्टै बिचरीको लोकता गएछ चट्टै यस्तै भिडियो हालिस् भने कुन दिन तेरो च्यानल पनि जान्छ सट्टै यस्तो हल्लिदो रहेछ क्या कुन दिन च्यानल ब्यान हुन्छ यस्तो युट्युबले त दिँदैन त यार यस्तो मतलब हुन्छ नि अति नै लिमिटेड क्रस गरेर भन्छ हान्दिन्छ नि सेन्सर हल्लिदो पनि रहेछ होइन बिहानै अनि कस्तो रहेछ भने बोयफ्रेन्ड र गर्लफ्रेन्ड चट्ट लाएर डेटिङ आए बेला चट्ट लाएर यी त नर्मल हुन् यस्ता भिडियो यसका लागि के हो र तपाईहरुले विश्वास गर्नुहुन्न होला सानैदेखि रहेछ यसको गति छाडा बेहोरा मिङ्गल भएको भए यसो जंगलतिर पहिला के हो पहिला चाहिँ उयो थियो पहिला चाहिँ केटा थियो अनि पछि केटी भएको के हो लामो सानोको भिडियो हेर्दा त मामपुली मै कन्फ्युज भयो त यार मङ्गल हान्नुहुन्थ्यो सिङ्गल पर्यो अर्काको जोडी हेर्दै चित्त बुझाउँछु म केटा जस्तो छ यो भाइ पो रहेछ मा बहिनी बहिनी भन्नु भाइ हो कि क्या हो रनमती पहिलाको भिडियो हेर्दा त सानैदेखि गरेकी रहेछ यसले जिन्दगीमा मस्ती मान्छे चाहिँ रहेछ ठ्याक्कै बोकाको पुच्छर खाकी जस्ती बोका रहेछ क्या त्यो बोकाको छेउमा त म जाँदिनँ मलाई पनि फेरि बाख्रा सम्झेर बाख्रा सम्झेर आयो भने के हुन्छ यता हेर त यो के झुन्ना छ यसले यसको भिडियो हेरेर मेरो सासै रोक्यो आउ त कोही सिपेर मार्फत सास्दिन हँसाउन खोजेको होला यसले यत्रा नि हाँस्दिन यो घोष नेपाली समाजको यस्तो अल्गोरिदम हो जसलाई कसरी भ्युज ल्याउन पर्छ भन्ने भरपुर आइडिया छ र त्यही भ्युज र पैसाको चक्करमा यस्तो यस्तो कन्टेन्ट हाल्छ कि जुन कन्टेन्ट हेर्न अझै नेपाली समाज तयार छैन यसलाई टिल पार्छु अनि के गर्छु अहिले हेर्नु होला 5 minutes later नहान्दा चाहिँ छुन पनि लाज लाग्दो रहेछ ए हानिसकेपछि चाहिँ जता छोइ पनि हुन्छ म झुपाइ त्यहीसँग नगर फेरि मर्ले एचआइभी सरेर किन यस्तो छट्टेको हो र तिमी भन्देऊ त चुरमा परेर लेजेन्डले खाने हुक्का हैन भिडियो के तपाईहरुलाई थाहा छ यो घोषले कसरी खिच्छ भिडियो यता हेर त के गरा बहिनी यो के गरा नेपाल हो सबैको साझा चौतारी के गरा त्यो लौन कसरी चाहिँ जन्मिन्छन् हो यस्ता अवतारी मेरो बाबा यस्तो अमृतपुरले त्यहाँ रुखमा के गरा यार ओ साझा चौतारी कसरी चाहिँ जन्मिन्छन् हो यस्ता अवतारी मेरो बाबा यस्तो भएको अनि त्यसपछि म निस्केको मेरो बाबा यस्तो भएको अनि त्यसपछि म निस्केको ए घोस्ट अब त अति भयो कहिले सुध्रिन्छस् त यार तेरो बेहोरा हेर्दा त बाबामा झगडा गर्दा गर्दै जन्मिनु जस्तो छ यार यस्तो गर्दै हिँड्दा त अलिकति भयो नि लाग्न पर्ने हो शरम यो घोषले खानेकुरालाई यसरी अब्जेक्टिफाई गर्छ कि त्यसको त कुरै नगरम
याद आउँदै होला नि हैन केटी हो यो कस्तो तपाईको ससेस यस्ताहरूले गर्दा आज खानेकुरा खाँदा नि सोच्नुपर्ने दिन आछ होइन किन यस्तो गर्छ यसले कसैले भन्देऊ त खासमा यसलाई के भएको छ मलाई के भएको छ थाहा छ छेरपाटी लागेछ मर्छन् अरे मान्छे अत्याधिक छेरेर मुतेको त देखाइ थिइस् अब हगेको पनि देखा बसिरहेछौँ हामी हेरेर मिल्ने भए म हगेर नि देखाइदिन्थे अब हगेर देखाउन नमिल्ने थाकिसके म अब यसको रोस्ट हान्दा हगेको देखाउन नमिल्ने भए बनाइदेऊ न त रसमा काण्डा बारीमा साग पकाए पाक्छ घरिघरि किन कुन्नी मलाई त यो घोस्टको फुस्के जस्तो लाग्छ मुड्न गएको थिएँ उभिएरै दिएँ तिमीले दिएको झाले रुमाल आँसु पुस्ता रुजो ब्लगभरि मुद्दै नहिट जाँठी लगाइदिउँला फेरि बुझो यता हेर त तपाईहरुलाई यो एपिसोड कस्तो लाग्यो यदि राम्रो लागेको छ भने लाइक शेयर कमेन्ट अनि तर म यो बहिनीको मैले भ्लग त यो अमृत ब्रोको टक्क त्यो युट्युबमा यो बनाउनु भएको थियो हैन त्यो त्यहीबाट मात्रै चिनेको मैले घोस्टलाई त्यहीबाट मात्रै अगाडि थाहा पनि थिएन को के हो भनेर हैन त्यतिखेर चिनेको क्या मैले चाहिँ सब्स्क्राइब गर्न एनिवेज गाइज आजको भिडियो यही समाप्त गरौँ हैन सी यू गाइज इन द नेक्स्ट भिडियो अब कस्तो लाग्यो तपाईहरुलाई अनि अब रियाक्ट भिडियो कन्टिन्यू गर्दै गर्छ गाइज है त सी यू गाइज इन द नेक्स्ट भिडियो गाइज बाइ बाइ